ल आजदेखि पाइलिङको काम पनि सुरु भएको छ है। पाइलिङको काम सुरु भएको छ, हेर्नुहोस् ल। मेसिन अस्ति ल्याएको मेसिन मैले देखाएको थिएँ तपाईँहरूलाई। यो मेसिन जडान गरेर आजदेखि काम सुरु गरेको छ। बिचको भागमा पिलर चाहिने भएको कारणले गर्दा ल यस्तो खालको होल 12वटा बनाउनु पर्ने रहेछ कि। यस्तो होल यो चाहिँ अहिले होल खनेर पनि केमिकल लाएर रातो माटो लाएर बनाइसकेको छ। ल अब हेर्नुहोस् है, यसरी यो मेसिनले यसरी खन्ने काम गर्दो रहेछ है। जम्मा यस्तो होल अब 12वटा बनाउनु पर्ने रहेछ, 12वटा टोटल। साइडमा चाहिँ अब नपर्ने रहेछ, साइडमा यता पनि नपर्ने रहेछ। यो भागमा आइपुग्ने भयो, पारीको त्यो भागमा। ल हेर्नुहोस् हजुरहरूले, यस्तो खालको यसरी खन्दो रहेछ है। यो चाहिँ यो पानी निक्लेको थियो, यो पानी निक्लेको ठाउँमा यो रातो माटो र उनीहरूले त्यो केमिकल, एउटा पानी रोक्ने एउटा केमिकल हुँदो रहेछ। त्यो केमिकल लगाएपछि चाहिँ पुरै सुक्खा बनाइदियो ल त्यो ठाउँमै। यो मेसिनले कसरी खन्दो रहेछ भन्ने कुरा पनि देखाएँ मैले। हस् त हजुरहरूलाई। ल हेर्नु, यसरी निकालेर उतापट्टि साइडमा फाल्यो। अब धमाधम हुँदैछ। यो केमिकल लाएर पुरा घोलघाल पारिरहेछ। रातो माटो र केमिकल लाएर सेट हुन्छ अरे, पुरै यहाँ घोलघाल हुँदैछ। यो चाहिँ अब यहाँ एउटा ठुलो त्यो पाइप हाल्ने काम हुँदो रहेछ। कस्तो पाइप भन्छ भने यस्तो पाइप लगाएर हाल्ने काम हुँदो रहेछ। यो पाइप चाहिँ यो अब यो बनाइसकेको ठाउँमा हालिदिने काम हुँदो रहेछ कि।